हेलो साथीहरु नमस्ते। अब यो महिना नोभेम्बर 40 आज नोभेम्बर 40 हो र अब डिसेम्बर लाग्दैछ र यहाँ रोमानियामा डिसेम्बर महिनाको सुरुवातमा अब क्रिसमसको पूर्व सन्ध्यामा यहाँ एकदम विराट कार्यक्रमहरू हुने गर्दछ र यहाँ देख्न सकिन्छ विभिन्न किसिमका उत्पाद पसलहरू आफ्नो तरिकाले सजाइराखेको हुन्छ है। मान्छेहरूको भिड छ। क्रिसमस आउँदैछ। क्रिसमसको तयारी सँगसँगै अब यहाँ छुट्टी बिदाहरू हुने क्रम छ। त्यही कारणले गर्दा यतातिर बिदाहरू छुट्टीहरू जो सरकारी प्राइभेट कम्पनीहरूमा काम गर्ने सबैको बिदा हुँदैछ। त्यही भएको कारणले गर्दा यहाँ भिड भडाका यस्तो छ। यहाँ देख्न सक्नुहुन्छ कत्रा भिड छ। त्यस्तै भिडहरू छ र रमाइलो पनि छ। एकदम मौसम पानी झरी परिरहेछ। त्यही भएर अलिकति रमाइलो छ र यसरी बच्चाहरू रमाइरहेछन् र धेरै राम्रो छ। सेन्ट्रो हो यो हाम्रो आरके पिटिएसटीको सेन्ट्रोमा देख्न सक्नुहुन्छ। यसरी दामी सजाएको छ। रमाइलो पनि छ हैन। हाम्रो मिलन भाइ पनि छ। हेलो साथीहरु। मिलन भाइको यसो कता भयो? मेरो बागलुङ छिटो छैन है। कमको है। कमको छैन नि फेरि ल सबै लाइक कमेन्ट फलो शेयर सब्स्क्राइब गरिदिनु होला हैन। दाइ दाइदीलाई माया गरिदिनु होला सबैजनाले। यस्तै पर्दैछ जिन्दगी। आज यसो घुम्नको लागि मात्र आएको हैन। एकदम हेर्नु त कति सफा। यो भन्दा पनि एकदम बब्बल खालको भिडियोहरू फेरि पनि आउनेछ हैन। अब क्यामेरा जुगाड गर्दैछौँ है। यही भिडियोबाट 1 मिलियन भ्युज आयो भने हामी क्यामेरा किन्ने तयारीमा पनि छौँ। सबैले माया हाम्रो अवस्था यस्तो छ। क्यामेरा किन्न सक्ने अवस्था पनि छैन। हामी मिलियन भ्युजको पर्खाइमा छौँ। सबैले माया गरिदिनु होला साथीहरू। हाम्रो पार्टनर हराएछ आइरहेछन्। पार्टनरले फोन पनि गरिरहेको छ स्क्रिनमा। पार्टनरलाई हामी अब एकैछिनमा पार्टनरको मिलन गर्नेछ। पार्टनरसँग सेन्ट्रलमा एकदम रमाइलो छ। डिसेम्बरको सुरुवात भएसँगै पार्टनर पनि मिलिसक्यो है। पार्टनर ब्यास नगरपालिका शुक्लागण्डकी नगरपालिका दामी छ। मौसम यस्तो खतरा मौसम बब्बल मौसम 101 छन् है। यस्तो छ साथीहरू मौसम। सबै साथीहरू यसो जो नजिक हुनुहुन्छ यसो भेटघाट गरौँ। नेपाली दाजुभाइ दिदीबहिनीहरू कुनै सेन्ट्रो पिटिएसटी आरकेएसतिर हुनुहुन्छ भने पनि तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईँ रोमानियामा हुनुहुन्छ भने रोमानियाबाट हेर्दै हुनुहुन्छ भने कुन ठाउँबाट हेर्दै हुन्छ कमेन्ट गर्नुहोला। साथीहरू सकेसम्म हामीले बुकारेस्टमा यही डिसेम्बरको क्रिसमसमा डिसेम्बरमा भेट्ने प्लान गरेका छौँ है। सबै साथीहरू डिसेम्बरमा भेट गर्नुपर्छ। जताबाट भए पनि भेट गरेर होइन रमाइलो गर्नुपर्छ। डिसेम्बरमा एकदम नेपाली दाजुभाइ दिदीबहिनीहरू एकदम सपोर्ट गर्नुपर्छ। र यदि तपाईहरू रोमानिया आउन चाहनुहुन्छ भने पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ। र रोमानियामा कुनै समस्या पर्नु भएको छ, काम चेन्ज गर्न चाहनुहुन्छ भने तपाईँ मजाले सम्पर्क गर्न सक्नुहुन्छ। कमेन्ट बक्समा कमेन्ट छोड्न सक्नुहुन्छ। साथीहरू
एकदम भिड छ, धेरै भिड छ यहाँ। अब क्रिसमसमा यहाँ एकदम स्टेजहरू लाग्ने, डान्स प्रोग्रामहरू लगायत आफ्नो कल्चरहरू सो गर्ने लगायत धेरै किसिमको यहाँ प्रोग्रामहरू हुन्छ। त्यही भएको कारणले यदि कोही साथीहरू हुनुहुन्छ भने आउन सक्नुहुन्छ। र यदि तपाईँ यो युट्युब च्यानलमा यदि मेरो भिडियोहरू हेर्नुहुन्छ र हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। र नेक्स्ट भिडियोमा म तपाईँहरू रोमानियामा कसरी सजिलो र सहज तरिकाबाट आउन सकिन्छ र कसरी काम यहाँ आफैले पनि खोज्न सकिन्छ भन्ने बारेमा तपाईँहरूलाई थप भिडियोबाट जानकारी गराउनेछु। धन्यवाद, नमस्कार, थ्याङ्क यू।